तपाई डेली चार्ट मात्र हेरेर स्टक किन्नलाई अल्झिरहेको र किनेर पनि लस गरिरहेको बेलामा एक्सपर्ट ट्रेडरहरूले अलग अलग टाइम फ्रेममा चार्टलाई हेरेर प्रॉफिट बुक पनि गरिसक्छन्। तपाई हरेक दिन घण्टौंसम्म चार्टलाई एनालाइज गर्नुहुन्छ, यो चाहिँ पर्फेक्ट सेटअप हो भनेर स्टक किन्नुहुन्छ, तर जति नै राम्रो सेटअप भए पनि मार्केट उल्टिन्छ अथवा लोमा किने झै लाग्छ तर किनेपछि त्यो अझै लो जान्छ। यो कुनै पनि दुर्भाग्य अथवा तपाईको इन्फर्मेसनको कमी होइन, तपाईको एनालिसिसमा एउटा कुरा मिसिङ छ र त्यो हो मल्टी टाइम फ्रेम एनालिसिस। आजको भिडियोमा हामी रियल ट्रेडर्सले कुन टाइम फ्रेममा चार्टलाई एनालाइज गर्छन् र तपाईले पनि कसरी अलग अलग टाइम फ्रेममा हेरेर स्टक किन्न र एउटा प्रॉफिटेबल ट्रेडर बन्न सक्नुहुन्छ भन्ने कुरा डिस्कस गर्न चाहदै छौं। नमस्ते एभ्रीवन, आई एम सुप्रिया शर्मा, आई एम अ चार्टर्ड अकाउन्टेन्ट एन्ड अ स्टक मार्केट ट्रेडर। नेप्सेमा प्राय जसो ट्रेडर्सले डेली चार्ट युज गर्ने गर्छन्। किनभनेदेखि यो इजी छ, कम्फर्टेबल छ र तपाई जुनसुकै प्लेटफर्म जुनसुकै वेबसाइटमा चार्ट खोल्नुस् सुरुमा डेली चार्ट नै आउँछ। तर जुन चीज इजी छ त्यो सधैँ राम्रो हुन्छ भन्ने जरुरी छैन। तपाईले डेली चार्टमा ब्रेकआउट भएको देखेर स्टक किन्नु भयो, तर यदि वीकली हेर्नु भएको छैन भनेदेखि वीकलीमा डाउन ट्रेन्ड भइरहेको हुन सक्छ र एउटा लोअर हाई मात्र बनिरहेको बेला पनि हुन सक्छ। त्यसको रिजल्ट के हुन्छ त तपाईले एन्ट्री गर्न साथ फेरि रियल ट्रेन्ड तलतिर डाउन ट्रेन्ड कन्टिन्यू हुन्छ। तर बिग प्लेयर्सहरूले, प्रॉफिटेबल ट्रेडर्सहरूले कहिले पनि एउटा मात्र टाइम फ्रेम हेरेर स्टक किन्दैनन् र तपाईले पनि त्यो गल्ती गर्नु भएन। अलग अलग टाइम फ्रेमको अग्रीमेन्ट भयो भनेदेखि मात्र तपाईको सर्ट मिस जाँदैन र त्यसको लागि तपाईले वीकली चार्टबाट एनालाइज गर्न सुरु गर्नुपर्छ। वीकली चार्टले चाहिँ तपाईलाई मार्केटको ओभरअल कन्टेक्स्ट भन्छ। मार्केट अप ट्रेन्डमा छ कि डाउन ट्रेन्डमा छ कि साइडवेज गइरहेको छ कि मार्केटमा मेजर सपोर्ट रेजिस्टेन्सहरु कता छ, हायर हाई बनिरहेको छ कि लोअर लो बनिरहेको छ। वीकली चार्टको एउटा क्यान्डलले 5 दिनको समरी भन्छ। त्यही भएर रुल के हो भनेदेखि यदि वीकली चार्ट तपाईको अगेन्स्टमा छ भनेदेखि तपाईले ट्रेड गर्नु भएन। त्यसपछि डेली चार्टले हामीहरूलाई भन्छ सेटअप, ब्रेकआउट भएको, रिजेक्सन भएको, भोल्युम बढेको घटेको कुरा। डेली चार्ट हेरेर चाहिँ हामीहरूले ट्रेड लिनको लागि रेडी हुनु पर्यो। तर डेली चार्टमा बाइ सिग्नल आइरहेको छ तर वीकली चाहिँ हाम्रो अगेन्स्टमा छ भनेदेखि त्यस्तो बाइ सिग्नल चाहिँ ट्र्याप मात्र पनि हुन सक्छ। त्यसपछि अझ लोअर टाइम फ्रेम 1 आवरको चार्टमा हामी जाउँ। 1 आवरको चार्टले चाहिँ हामीहरूलाई कति बेला एन्ट्री गर्ने भनेर भन्छ। त्यसैगरी एन्ट्री गर्नको लागि कन्फर्मेसन क्यान्डल, यो सबै चाहिँ हामी 1 आवरमा हेर्छौं। 1 आवरको चार्टमा के याद गर्नु पर्यो भनेदेखि यो चाहिँ डिसिजन लिने चार्ट होइन, यसमा चाहिँ ट्रेड एक्जिक्युट मात्र गर्ने हो। सो यो तीनवटै लेयर्सको अलाइनमेन्ट भयो, तालमेल मिल्यो भनेदेखि तपाईलाई ट्रेडमा कन्फिडेन्स आउँछ। चार्टको लागि चाहिँ तपाई आफ्नो ब्राउजरमा nepsealpha.com मा जानुभयो भनेदेखि यहाँनिर टपमा तपाईले अल्फा चार्ट्स भन्ने अप्सनमा क्लिक गर्नु पर्यो र त्यहाँ टेक्निकल एनालिसिस चार्टमा जानु पर्यो। यहाँबाट चाहिँ तपाईले कुनै पनि स्टकको चार्ट फ्री अफ कस्ट युज गर्न पाउनुहुन्छ। तपाई यदि यो चार्ट युज गर्नको लागि नयाँ हुनुहुन्छ र यो चार्ट, यसको टुल्स, फिचर्सहरु चलाउन सिक्न चाहनुहुन्छ भनेदेखि माथिको भिडियोबाट सिक्न सक्नुहुन्छ। चार्ट हामीले खोलिसकेपछि जहिले पनि डिफल्टमा यो डेली चार्ट हुन्छ र टाइम फ्रेम चेन्ज गर्नको लागि हामीसित यहाँ टपमा यहाँ डी लेखेको छ नि, यहाँ क्लिक गर्यो भनेदेखि तपाई जुनसुकै टाइम फ्रेममा पनि चार्टलाई लान सक्नुहुन्छ। जस्तै 1 मन्थ भयो, 1 वीक, 1 डे, आवर्स अनि मिनट्स को चार्ट। अब यहाँ 1 डे मा हामीले क्लिक गर्दाखेरि डेली चार्ट भन्नुको मतलब चाहिँ एक दिनको एउटा क्यान्डल बन्छ भन्नु हो। र यदि हामीले यहाँनिर वीकली चार्ट लगायौं भनेदेखि 1 वीक को चार्ट लगाउँदाखेरि एक हप्ताको एउटा क्यान्डल बन्छ। सो यसरी जुन टाइम फ्रेममा हामीले चार्ट लगायो त्यो टाइम फ्रेमको चाहिँ एउटा क्यान्डल हुन्छ। अहिले मैले स्क्रिनमा एनालाइसिसको वीकली चार्ट लगाएको छु र सबैभन्दा पहिला यहाँनिर हामी सपोर्ट अथवा रेजिस्टेन्स लेभल खोज्दै छौं वीकली चार्टमा। सो क्लियरली हामीहरूले चार्टमा देख्न सक्छौं यो एउटा सपोर्ट लेभल छ। यहाँ चाहिँ प्राइसले 1 टाइम्स, 2 टाइम्स, 3 टाइम्स बाउन्स गरेको छ र मल्टिपल वीकसम्म यो सपोर्ट लेभलमा क्यान्डलहरु रहिरहेको छ। लेट अस सपोज यो पोइन्ट अफ टाइममा हामीहरु ट्रेन्ड आइडेन्टिफाई गर्दै छौं। अब इमिडिएट ट्रेन्ड यहाँनिर के छ त भन्दाखेरि डाउन ट्रेन्ड छ। किनभनेदेखि प्राइसले एउटा हाई थियो, त्यसपछि यो लो लाई ब्रेक गरे यहाँनिर लोअर लो बनायो, फेरि लोअर हाई बनायो, लोअर लो बनायो, लोअर हाई बनायो। यसरी चाहिँ प्राइस डाउन ट्रेन्डमा गइरहेको छ। अब चाहिँ म चार्टमा भोल्युम इन्डिकेटर लिएर आउँदै छु। त्यसको लागि यहाँ माथि इन्डिकेटर्समा तपाईले भोल्युम टाइप गर्नुभयो भनेदेखि भोल्युम इन्डिकेटर तपाईको चार्टमा आउँछ। अब हामीहरुले यो सपोर्ट लेभलमा केही पनि इन्डिकेसन नपाउन्जेलसम्म ट्रेड गर्दैनौं र केही दिन वेट गरेपछि हामीहरुले पाउँछौं यहाँनिर चाहिँ यो एउटा ठुलो ग्रीन क्यान्डल आयो यो वीकमा चाहिँ जुलाई 14 मा, हैन? र हामीहरुले देख्न सक्छौं भोल्युम पनि अरु वीक्सहरु भन्दा यो वीकमा चाहिँ बढेको छ। सो हामी यहाँबाट बुझ्न सक्छौं केही न केही भइरहेको छ चार्टमा। ट्रेन्ड लाइन ब्रेक भएको छ, सपोर्टमा आएर रियाक्ट गरेको छ। अब एन्ट्री गरिहाल्ने भन्न खोजेको हैन, तर केही न केही भइरहेको छ भनेर चाहिँ हामीहरुले चार्टलाई अब्जर्भ गर्नु पर्यो यहाँनिर। र यसरी एउटा चार्टको ओभरअल कन्टेक्स्ट, ओभरअल ट्रेन्ड हामीहरुले वीकली चार्टमा हेरिसकेपछि अब हामी जान्छौं डेली चार्टमा।
यो सबै एनालिसिसहरु ड्रइङ्सहरु अघि वीकली चार्टमा बनाएको भयो। यो ब्रेकआउट अघि वीकमा देख्यौं र यो ब्रेकआउट अगाडि के भएको रहेछ भनेर एनालाइज गर्नको लागि डेली चार्टमा हेर्दै छौं। डेली चार्टमा हामीहरुले देख्न सक्छौं यहाँनिर डबल बटम चार्ट प्याटर्न बनेको छ। डबल बटम चार्ट प्याटर्न भनेको चाहिँ प्राइस चाहिँ एउटा लो लेभलमा आएर दुईवटा बटम बनाउने। यसलाई धेरै मान्छेहरुले डब्लु प्याटर्न पनि भन्ने गर्छन्। यदि डबल बटम चार्ट प्याटर्नमा डिटेलमा जान्न मन छ भनेदेखि तपाईले माथिको भिडियोबाट सिक्न सक्नुहुन्छ। अहिलेको लागि यति बुझौं कि सपोर्ट लेभलमा आएर यहाँनिर दुईचोटी बाउन्स गरेको छ र त्यो पनि यस्तो पोइन्टमा बन्यो। यो वीकली सपोर्ट लेभल जुन मैले अघि ड्र गरेको थिएँ वीकली सपोर्टमै आएर डबल बटम चार्ट प्याटर्न बनिरहेको छ र त्यसको नेकलाइन भनेको यहाँनिर हुन्छ र नेकलाइन ब्रेक गर्यो उ यो ठुलो क्यान्डलले जुलाई 17 को यो क्यान्डलले चाहिँ नेकलाइन ब्रेक गर्यो। डेली चार्टमा हेर्दाखेरि के देखिन्छ भन्दाखेरि भोल्युम चाहिँ यो दिनबाट जुलाई 18 यो नेक्स्ट क्यान्डल जुन छ यो क्यान्डल त्यहाँदेखि चाहिँ भोल्युम राइज भइरहेको छ। सो मार्केटमा चाहिँ भोल्युम राइज र यो ठुल्ठुलो ग्रीन क्यान्डलहरुले गरेर हल्का हिट बिल्ड भएको चाहिँ हामीहरुले देख्न सक्छौं। तर एन्ट्रीको लागि हामीहरु आवरली चार्टमा नहेरेसम्म हामीहरुले एन्टर गर्न मिल्दैन। सो वी गो टु 1 आवर चार्ट। सो अघिको जुलाई 18 को दिनमा हामीहरु जाँदाखेरि 1 आवर चार्टमा प्राइस माथि गइरहेको छ र कुनै पनि एन्ट्री सिग्नल यहाँनिर हामीले पाइरहेको छैन। सो हामी अझै वेट गर्छौं र 1 डे को चार्टमा नै गएर चार्टलाई एनालाइज गर्न थाल्छौं। र यहाँनिर हामीले देख्छौं एउटा रेजिस्टेन्स लेभल भनेको यस्तो ठाउँ जहाँ चाहिँ प्राइसले एटलिस्ट दुईचोटी पास्टमा माथि जान खोजेको तर त्यहाँबाट माथि जान नसकेर तल नै फर्केको त्यस्तो लेभललाई हामी रेजिस्टेन्स लेभल भन्छौं। यहाँबाट प्राइस कन्टिन्युअसली माथि गइरहेको छ र यो रेजिस्टेन्स लेभलमा आइपुग्यो र 1 आवर को चार्टमा अब हामीले हेर्दाखेरि रेजिस्टेन्स लेभल ब्रेक भयो यो दिनमा जुलाई 13 तिर चाहिँ रेजिस्टेन्स लेभल यहाँनिर ब्रेक भयो आवरली चार्टमा। यहाँ रेजिस्टेन्स लेभल ब्रेक हुँदाखेरि हाईएस्ट भोल्युम सँगै रेजिस्टेन्स लेभल ब्रेक भएको छ तर यहाँनिर रिटेस्ट अथवा मल्टिपल रिजेक्सनहरु हामीहरुले देखेको छैनौं अझै पनि। सो अझै पनि हामी वेट गर्दै छौं पर्फेक्ट एन्ट्रीको लागि। अब यहाँनिर हामीले जुलाई 24 को दिनमा के देख्छौं भन्दाखेरि तलपट्टिको साइडमा मल्टिपल रिजेक्सनहरु यो लामो वीक्सहरु देख्यौं। सो यो रिजेक्सनबाट चाहिँ के हुन्छ भनेदेखि चाहिँ प्राइस चाहिँ माथि नै जान खोजेको हो भन्ने कुरा प्रुभ हुन्छ र यो कहिलेकाहीँ चाहिँ रिटेस्ट गर्नको लागि यही लेभलसम्म पनि आउँछ तर यहाँनिर आएको छैन। तर यो मल्टिपल रिजेक्सन देखेपछि हामीहरुले यो हाईलाई चाहिँ ब्रेक गर्नको लागि वेट गर्छौं। सो यो हाई ब्रेक हुन्छ जुलाई 28 को 11 मा। सो जुलाई 28 को 12 मा चाहिँ हामीहरुले एन्ट्री गर्नुपर्छ। सो हामीहरुले यतितिर कतै एन्ट्री गर्छौं र स्टप लस चाहिँ हामीहरु लाग्छौं यो रिटेस्ट गरेको लेभल भन्दा तल। यसो गर्दाखेरि टार्गेट एटलिस्ट 2.5 देखि 3 सम्म हामीहरुले टार्गेट गर्न सक्छौं। सो यसरी तीनवटा टाइम फ्रेममा चाहिँ मैले चार्टलाई एनालाइज गरे। वीकली, त्यसपछि डेली, त्यसपछि एन्ट्रीको लागि फेरि आवरलीमा गएर लिए। हामीहरुले यहाँनिर देख्न सक्छौं यो फुल मुभ यो देखि यो लेभलसम्म प्राइस मुभ भएको छ तर हामीहरुले क्याच गर्यौं यो बीचको पार्ट मात्र। बट स्टिल वी मेड प्रॉफिट। त्यही भएर प्रॉफिटेबल हुनको लागि मार्केटमा जत्रो मुभ आउँछ त्यसको बटम देखि म टप सम्मै खान्छु भनेर भन्न मिल्दैन। त्यो एकदम अनरियलिस्टिक हुन्छ। एकचोटी मार्केटमा मुभ आइसकेपछि सबै कन्फर्मेशन्सहरु हाम्रो मिलेपछि हामीहरुले लेट एन्ट्री नै गरे पनि र एक्जिट पनि हामीहरुले अर्ली नै गरे पनि यो बीचको पार्टमा मात्र पनि हामी प्रॉफिटेबल हुन सक्छौं। सो दिस इज हाउ यु डु मल्टी टाइम फ्रेम एनालिसिस। यदि यसरी मल्टिपल टाइम फ्रेममा चार्टलाई एनालाइज गर्नु भएन भनेदेखि आधा अधुरो इन्फर्मेसनको बेसिसमा तपाईले स्टक किने चाहिँ हुन्छ। जस्तै डेली चार्टमा बुलिश देखाइरहेको छ तर वीकली चार्टमा बेरिश छ भनेदेखि यस्तो बेलामा स्टक किन्दाखेरि लस हुन सक्छ। त्यसैगरी आवरली चार्टमा रिजेक्सन भएको छैन तर डेली चार्टलाई मात्र हेरेर बाइ गर्दाखेरि पनि लस हुन सक्छ। आवरली चार्ट नहेर्नुको अर्को बेफाइदा के छ भनेदेखि इन्ट्री गर्नको लागि ढिला हुन सक्छ। बिग प्लेयर्सहरुले एक्जिट गर्ने बेलामा बल्ल एन्ट्री गर्यो भनेदेखि पनि लस हुन्छ। सो मार्केटमा रियल एज चाहिँ गेस वर्क गरेर अथवा कुनै इन्डिकेटर लगाएर अथवा कुनै खतरा एनालिसिस गरेर आउँदैन। त्यसको लागि चाहिँ तपाईले मल्टी टाइम फ्रेम एनालिसिस गर्नै पर्ने हुन्छ। ओके, हामीहरु अर्को स्टकलाई पनि यसरी नै स्टेप बाइ स्टेप एनालाइज गरौँ। सबैभन्दा सुरुमा स्टार्ट गरौँ वीकलीबाट। वीकलीमा म यहाँ मार्क गर्न जाँदैछु सपोर्ट रेजिस्टेन्स लेभल। लेट अस सपोज हामी अहिले यो पोइन्टमा छौं एन्ड वी आर सर्चिङ कि यो कुनै पास्टको सपोर्ट अथवा रेजिस्टेन्स लेभल थियो कि थिएन भन्नु। सो म देख्न सक्छु यहाँनिर यो लेभल्स जुनमा चाहिँ प्राइसले मल्टिपल टाइम्स रियाक्ट गरेको छ। यहाँनिर एकचोटी वीक बनायो फेरि अर्कोचोटी पनि वीक बनायो मतलब रिजेक्ट भयो यो लेभलबाट। त्यसपछि फेरि यहाँनिर यो लेभलमा धेरै वीक सम्म अड्कियो एन्ड अल्टिमेटली यो लेभललाई प्राइसले ब्रेक गर्यो। सो पहिलाको रेजिस्टेन्स लेभल थियो जुनमा चाहिँ प्राइसले फेरि माथिबाट रियाक्ट गर्न थाल्यो मतलब रेजिस्टेन्स दैट इज नाउ टर्न्ड इन्टु सपोर्ट भयो यो लेभल चाहिँ।
सो मल्टिपल टाइम्स रियाक्ट गरेको एरिया थियो यो एउटा र अहिले करेन्टली प्राइस फेरि यही लेभलमा आएको छ र हामीहरूले त्यस्तो सिग्निफिकेन्ट ट्रेड लिनको लागि केही पनि देखिरहेको थिएनौं एन्ड वी आर वेटिङ जनवरी 19 मा यो क्यान्डलमा चाहिँ हामीहरूले देख्यौं बुलिश इन्गल्फिङ क्यान्डल स्टिक आयो अब इन्गल्फिङ क्यान्डल स्टिक भनेको चाहिँ पहिला रेड क्यान्डल छ भनेदेखि त्यसको बडी भन्दा ठूलो बडी भएको क्यान्डललाई चाहिँ हामी बुलिश इन्गल्फिङ क्यान्डल भन्छौं यसको बारेमा डिटेल भिडियो पनि छ तपाई माथिको लिंकबाट सिक्न सक्नुहुन्छ सो यो बुलिश इन्गल्फिङ क्यान्डल स्टिक प्याटर्न हामीहरूले देखेपछि समथिङ इज ह्यापनिङ किनभनेदेखि हल्का मार्केट चाहिँ सिफ्ट हुन खोजेको हो कि भन्ने फर्स्ट हिन्ट हामीहरूले चाहिँ वीकली चार्टमा पायौं अब वीकलीमा यसरी हेरिसकेपछि हामीहरू जाउँ डेली चार्टमा तपाईले डेली चार्टमा जानको लागि सिधै आफ्नो कीबोर्डमा 1D टाइप गर्नुभयो भनेदेखि पनि यो इन्टरभलहरु चेन्ज गर्न मिल्छ है आवरको लागि 1H वीकलीको लागि 1W पनि गर्न मिल्छ अब यहाँ डेली चार्टमा हामीहरूले डिटेल एनालाइज गर्छौं यो एरियामा एनालाइज गर्दा के देख्यो भनेदेखि प्राइस चाहिँ डाउन ट्रेन्डमा थियो अब यहाँनिर एउटा हाई थियो त्यसपछि गएर लो थियो त्यसपछि फेरि लोअर हाई बन्यो लोअर लो लोअर हाई लोअर लो लोअर हाई लोअर लो लोअर हाई लोअर लो सो वी वेर इन अ डाउन ट्रेन्ड अब यहाँनिर हामीले के देख्यौं भनेदेखि यो पहिलाको जुन लोअर हाई छ यसलाई ब्रेक गर्यो प्राइसले यो पोइन्टमा सो यो पोइन्टमा चाहिँ हामीहरूले मार्केटको डाइरेक्सन सिफ्ट हुन खोजेको फर्स्ट हिन्ट हामीहरूले पायौं यो पोइन्टमा फेरि प्राइसले यो तलको लोलाई ब्रेक गर्न सकेन यहाँनिर के बनायो हायर लो बनायो सो हायर हाई हायर लो र यो जनवरी 22 को दिनमा यो ठुलो ग्रीन क्यान्डलले के गर्यो यो हाईलाई पनि ब्रेक गर्यो र यो हुँदाखेरि यदि हामीले भोल्युम हेर्ने हो भनेदेखि अहिलेसम्मकै हाईएस्ट भोल्युम पनि यही क्यान्डलमा आयो जुन ग्रीन क्यान्डल जुनले चाहिँ पहिलाको हाईलाई ब्रेक गरेको थियो त्यहीनिर चाहिँ भोल्युम पनि राइज भयो सो वीकलीमा हामीहरूले बुलिश इन्गल्फिङ क्यान्डल स्टिक प्याटर्न देखेको थियौं जनवरी 19 को वीकमा र त्यही हप्तालाई अझ डिटेलमा हामीहरूले हेर्ने हो डेली चार्टमा आएर भनेदेखि हामीहरूले चाहिँ डाइरेक्सन शिफ्ट भएको देख्छौं सो यो दिनमा जनवरी 22 को दिनमा चाहिँ हामीहरू 1 आवर चार्टमा जाँदैछौं र यो हाई ब्रेक भएको चाहिँ जनवरी 22 को ठ्याक्क 12 बजे र केही दिन कुरेपछि चाहिँ प्राइसले फेरि रिटेस्ट गर्यो र रिटेस्ट गरिसकेपछि ग्रीन क्यान्डलहरु कन्टिन्युअसली आइरहेको थियो तीनवटा लगालग त्यसपछि यहाँनिर हामीहरूले एउटा ठुलो ग्रीन इन्गल्फिङ क्यान्डल स्टिक प्याटर्न देख्यौं बुलिश इन्गल्फिङ क्यान्डल स्टिक प्याटर्न यहाँनिर आयो सो ओभरअल डाइरेक्सन चाहिँ माथि नै छ भनेर हरेक एंगलबाट चाहिँ क्यान्डलहरुले चार्टको प्याटर्नहरुले स्ट्रक्चरहरुले चाहिँ हिन्ट गरिरहेको छ फेब्रुअरी 2 को 14 मा चाहिँ यो पहिलाको हाई ब्रेक भयो सो इमिडिएटली नेक्स्ट डे भनेको फेब्रुअरी 3 मा चाहिँ हामीहरु यहाँनिर एन्ट्री गर्छौं र यो फेब्रुअरी 2 को हाई ब्रेक गर्दाखेरि यो दिनको यदि भोल्युम हेर्ने हो भनेदेखि यो टाइममा एकदम धेरै भोल्युम आएको छ र यो भोल्युममा स्पाइक आएसँगै इमिडिएटली नेक्स्ट डे मा चाहिँ हामी एन्ट्री गर्दैछौं र स्टप लस चाहिँ मैले यो जुन रिटेस्ट गर्न आएको लो थियो त्यो भन्दा तल राखेको छु टार्गेट चाहिँ हामीहरुले 1.5 को टार्गेट त इन्स्ट्यान्टली पाइसकेको छौं र यदि यसलाई होल्ड गर्ने हो केही टाइम भनेदेखि 2 अथवा 2.5 नै सम्मको टार्गेट पनि हामीहरुले यसमा पाउँछौं यसरी चाहिँ मल्टिपल टाइम फ्रेममा चार्टलाई एनालाइज गरेर कुनै पनि स्टकलाई 1 बाइ 1 स्टेप बाइ स्टेप ब्रेकडाउन गरेर हरेक एंगलबाट अलग अलग टाइम फ्रेममा चार्टलाई हेरेर हामीहरुले चार्टलाई एनालाइज गर्न सक्छौं सो कुनै पनि ट्रेड एन्टर गर्नु अगाडि कुनै पनि स्टक बाइ गर्नु अगाडि चाहिँ तपाईले के रुल याद गर्नु पर्यो भनेदेखि वीकलीमा चाहिँ कन्टेक्स्ट ट्रेन्ड हेर्नु पर्यो त्यसैगरी डेली चार्टमा चाहिँ सेटअप भेटाउनु पर्यो र 1 आवर चार्टमा गएर चाहिँ एन्ट्री गर्नु पर्यो र यो तीनवटै टाइम फ्रेमको अग्रीमेन्ट भइरहेको छैन भनेदेखि त्यस्तो बेलामा चाहिँ ट्रेड नलिनु पर्यो किनभने ट्रेडिङको वर्ल्डमा नट लुजिङ इज अल्सो विनिङ तपाईले आफ्नो पैसा लुज गरिरहनु भएको छैनको मतलब तपाईले क्यापिटल प्रिजर्भ गरिरहनु भएको छ जुन तपाईले रियल ट्रेडको लागि युज गर्न सक्नुहुन्छ सो अब नेक्स्ट ट्रेड लिने बेलामा प्लानिङ फेज देखि नै यो सबै मल्टी टाइम फ्रेम एनालिसिसको पार्टलाई आफ्नो प्लानिङमा राख्नुस् र आफ्नो ट्रेडिङमा त्यसलाई एक्जिक्युट गर्नुस् नेप्से भनेको एउटा स्लो मुभिङ मार्केट छ र त्यो तपाईको लागि एडभान्टेजको कुरा हो किनभनेदेखि टन्न टाइम पाइन्छ ट्रेडलाई प्लान गर्नको लागि चार्टलाई एनालाइज गर्नको लागि र ट्रेड एक्जिक्युट गर्नको लागि र नेक्स्ट ट्रेडबाट नै यदि यस्तो गर्न थाल्नु भयो भनेदेखि हतार गरेर एन्ट्री गर्ने अनि लस गर्ने 90% ट्रेडर्सहरु भन्दा तपाई अगाडि पुग्नुहुन्छ सो आजको भिडियोमा चाहिँ तपाईले मल्टिपल टाइम फ्रेममा चार्टलाई कसरी एनालाइज गर्ने र ट्रेड कसरी एक्जिक्युट गर्ने भन्ने कुरा सिक्नुभयो आई होप दिस भिडियो वाज बेनिफिशियल टु यु अल थ्यांक यू सो मच फर वाचिङ ट्रेडिङ टक्स नेपाल आई विल सी यु गाइज इन द नेक्स्ट भिडियो बाइ